हेलो खूबसूरत पिपुल सबैजनालाई स्वागत छ मेरो बिएस ब्लगमा। हिजो चाहिँ भान्जा पोखराबाट घर आएको थियो होइन, अनि आज हामी भाटामा आज ल सबैजना मिलेर लोथरतिर जाउँ, गाडी पनि चार्ज गर्नुहुन्छ, यसो रमाइलो गरेर आउँ भनेर भान्जाले रिक्वेस्ट गरे भएर सबैजना गाडीमा चढ्यो। अनि म चाहिँ भान्जा म चलाउँछु नि भनेर बाहिर ढोका गरेर बसेको, भान्जाले मरे छुन दिए होइन। ल गाडी चलाउँदैन ठिक छ होइन, मलाई अगाडि सिटमा धरि बहन नगरेर पछाडि लिएर गएर कोच्यो होइन। पहिला उखान थियो नि एउटा कङ्स मामा भनेर, मेरो चाहिँ भान्जै कङ्स परेको, भान्जाले मलाई गाडी छुन्दिए मर्छौँ। अनि त्यसपछि सबैजनाको सर्वसम्मत भएर चाहिँ हामी होइन मनरीतिर लोथरतिर लाग्यौँ होइन, गाडी चार्ज गर्ने ठाउँ। अनि त्यतातिर रमाइलो गरौँला भनेर हाम्रो गडौली हुँदै हुँदै हामी सर गयौँ होइन। अब म धेरै बोल्दिनँ होइन, एकछिन प्यार गर्दिनँ। हाम्रो गाडीमा के गफ भयो अब म त्यो पनि सुनाउँदिनँ, तपाईँहरू सर एकछिन चाहिँ मजाले हेर्नुहोस् होइन, कहाँ कहाँ आइपुग्यो तपाईँहरूले कमेन्टमा भन्नुहोस्। अनि त्यसपछि फेरि म बोल्न पर्ने ठाउँमा फेरि बोलाउँ है त। हाम्रो डेस्टिनेसन भनेको चाहिँ लोथर थियो होइन, तर कालो गाडी भित्र बाहिर आवाज केही नसुनेन, आनन्दलाई हामी त गफमा एकचोटि ज्यामिरे पुगेछ क्या, झुक्केर मनरी ज्यामिरे है। अनि त्यहाँ यसो हेरेर एउटा चार्ज गर्ने ठाउँ रहेछ, अनि चार्जमा गाडी हालिदियो। अनि त्यसपछि बाहिर निक्लेको एउटा दाइले फेरि यो आइसको लागि के भन्ने चाहिँ बेच्न ल्याएर रहेछ। अनि त्यो हाम्रो अभिषेक दाइले चाहिँ पहिले काठमाडौँतिर खाएको रहेछ, यो चाहिँ मेरो पहिलो एक्सपेरिमेन्ट होइन। तर पहिलोचोटि नि मलाई एकदम मन पऱ्यो कि, हेर्दै रातो पहेँलो होइन झिलिली परेको हुँदो रहेछ, यस्तो खाएको दामी लाग्यो होइन। सबैजनाले खायो, हाम्रो बाबुले नि हा गर्दै खायो होइन। अनि त्यसपछि मैले मात्र कति अरूको भिडियो बनाउनु भनेर चाहिँ मेरो साथीलाई मैले चट्ट क्यामेरा समात लाएर मैले खाएको पनि भिडियो बनाएँ। तर मैले पहिलोचोटि खाएको भएर मैले खानै जान्दिनँ। मेरो सबै सेतो टी सर्ट भरि त्यो सेतो जुत्ता भरि लाएर पुरै रातै रङ्गी बिरङ्गी भयो होइन। अनि त्यसपछि अनि दाइ र भान्जालाई पनि बोलाएर ल तिमीहरू पनि आऊ एकछिन भनेर टक अगाडि क्यामेरामा राखेर चाहिँ सबैजनाको भिडियो कैद गरेँ। अनि त्यहाँ मैले खाँदै थिएँ, अनि फेरि मेरो भान्जा चाहिँ होइन जति नै ठुलो भयो भने हामीलाई त सानै हुन्छ नि त, म्यामा पनि खाने भने 2 कोप खुवाइदिएँ होइन। अनि बाबुको भान्जाले फिर्ता थियो, बाबुलाई पनि 2 चोटि खुवाइदिएँ होइन। अनि त्यसपछि भित्र होटलमा खाजा खान जाउँ भनेर सबैजना गयो होइन। अनि खाजा चाहिँ कस्तो भने अब सबैजनाले साउन्ड बारेर चाहिँ नखाने भन्ने कुरो थियो, तर लोकल कुखुरा मासु भएर खाइयो। अनि यसो भान्जाको मोबाइलमा चाहिँ म्यासेज आज ल फुल चार्ज भयो भनेर, अनि सबैजना हामी चाहिँ गुरुङ गाडीमा चढ्यो, बाख्रा खोरा छिरे जस्तो। ल हेर्नुहोस् है त, गाडी चल्दैछ छोडेर जान्छ भनेर ल हर ढोकातिर पो दौडिन्छ केटाहरू होइन। अनि सबैजना गाडी यहाँ चढ्यो, मलाई चाहिँ बिचमा बस भनेको थियो, म त बिचमा बसेर मतलब टाउको निकाल्नुपर्छ झ्यालबाट भने म चाहिँ झ्याला बसेँ होइन। अनि सर फर्क्यो, हामी रोमनटारको ओह्रालो चाहिँ ओर्लिँदै थियो होइन, यस्तो खतरा पानी पऱ्यो होइन, हाउरी आएर पुरै डरै लाग्ने कि। अनि त्यस्तो बेलामा नि मेरो दाइलाई चाहिँ त्यो मितेरी बजारको चप नभई नहुने रे, पुरै फेरि चप किने खाएँ। मलाई रिसिट आएको थियो, म पनि के कम होइन, मेरो मलाई लोथर आएर मैले पनि रोक्न लगाएर चिया रोटी खाएर जाने भनेर पानीमा पनि रोक्न लगाएर चिया रोटी चाहिँ खान टक्क हामी बस्यौँ होइन। चिया रोटी खाइयो, अनि सबैजना बिदाबारी हुने भनेर चाहिँ सर घर आइयो होइन। अनि मेरो साथीलाई चाहिँ एकदम हतार भइरहेको थियो होइन, घर अन्बिति फिलिली कुद्यो, म पनि एकदम हतारमा थिएँ, घर अन्बिति फिलिली कुदेँ। अनि मैले अब चाहिँ तपाईँहरूलाई लास्टमा के भन्छु भने, मेरो भान्जाले मलाई आज एकचोटि नि गाडी चलाउँदैन। अब मैले पनि यो टिकटक युट्युब मोनिटाइज गरेर चाहिँ पैसा कमाएर एउटा गाडी किन्नु छ, तपाईँहरूको सपोर्ट चाहिन्छ है त। धन्यवाद।